हेलो नमस्ते साथीहरु म चाहिँ तपाईहरुलाई आज यो माइसेयर कम्पनीको बोर्डको बारेमा जानकारी दिन गइरहेको छु। यो कसरी चलाउने, कुन बटनले के गर्छ, भित्र सफ्टवेयर के कस्तो छ, कसरी चलाउने, तपाईहरुले स्कुलतिर युज गर्दै हुनुहुन्छ, कन्सल्टेन्सीतिर युज गर्दै हुनुहुन्छ भने कसरी प्रयोग गर्ने भनेर चाहिँ म आज हजुरहरुलाई विस्तृत रूपमा जानकारी दिन गइरहेको छु। सर्वप्रथम हाम्रो यो माइसेयरको इन्टरएक्टिभ फ्ल्याट प्यानल चाहिँ यही नै हो, हजुरहरुले देख्न सक्नु नै भइहाल्छ। त्यसपछि यहाँनेर मुनिपट्टि तपाईहरुले बटन देख्न सक्नुहुन्छ, जस्तै कि म तपाईहरुलाई देखाउँछु। यो साइडमा बटनहरु देख्न सक्नुहुन्छ, जुन यो बटन देखिरहनु भएको छ यो भनेको होम बटन हो, जुन कि तपाई डाइरेक्टली होममा जान सक्नुहुन्छ। त्यसपछि यता छेउमा जुन यो देख्नु भएको छ यो भने चाहिँ हाम्रो मोबाइलमा ब्याक बटन हुन्छ, त्यो ब्याक जाने बटन भयो। यो भने तपाईको टुल बारको बटनहरु हुन्छ, तपाईले यहाँनेर थिच्नु भयो भने चाहिँ तपाईको टुल बारहरु देखिन्छ स्क्रिनमा। यसरी चाहिँ तपाईले टुल बारहरु देख्न सक्नुहुन्छ। प्लस अब यो भनेको चाहिँ तपाईको जुन यो आइकनहरु कहिलेकाहीँ हाइड भएको हुन्छ, माथिको आइकनहरु हाइड गरेकोलाई सो गर्न, यताको दुईटा भनेको तपाईको भोल्युम अप र भोल्युम डाउन बटन भइहाल्यो। यति भइसकेपछि अर्को साइडको बटन हेरौँ हामी। अर्को साइडतिर चाहिँ हामीले यहाँ जुन देख्छौं यो चाहिँ हाम्रो मेन पावर बटन भयो। यसलाई हामीले एकछिन क्लिक गरिराख्यौं भने चाहिँ हाम्रो शटडाउन गर्ने अप्सनहरु आउँछ। त्यसपछि तपाईले यतापट्टि टाइप सी को पोर्ट देख्न सक्नुहुन्छ, जुन कि माइक्रोफोन अथवा तपाईले चाहिँ टाइप सी डाटा केबलबाट मोबाइलहरु चार्ज गर्न पनि काम लाग्छ। त्यसपछि तपाईको यो एचडीएमआई इन को पोर्ट भयो। एचडीएमआई इन को पोर्ट भने तपाईले एचडीएमआई हालेर चाहिँ डाटाहरु शेयर गर्नु पर्यो। ल्यापटपको स्क्रिनहरु चाहिँ तपाईले देखाउनु पर्यो नि एचडीएमआई इनमा हालेर अर्कोपट्टि ल्यापटपतिर गरेर डाटा यताको उता देखाउन पनि मिल्यो। प्लस यो टच केबल भयो। यो टच केबल भनेको चाहिँ हाम्रो प्रिन्टर केबल भयो। त्यसपछि तपाईको दुईटा यूएसबी पोर्ट छ यहाँनेर। यहाँ चाहिँ अब तपाईले यूएसबीहरु जोडेर माउसहरु, किबोर्डहरु अथवा पेन ड्राइभहरु तपाईलाई के चाहिन्छ त्यो अनुसार राख्न सक्नुहुन्छ। अब जाउँ हामी बोर्डको सिस्टमतिर। यो बोर्ड चाहिँ खुल्ने बित्तिकै तपाईको यहाँनेर चाहिँ फाइल म्यानेजरको अप्सन देख्न सक्नुहुन्छ, भाइटक भन्ने देख्न सक्नुहुन्छ, स्क्रिन मिररिङ देख्न सक्नुहुन्छ र व्हाइट बोर्ड देख्न सक्नुहुन्छ। अब हाम्रो स्कुलतिर कन्सल्टेन्सीतिर म्याक्सिमम युज हुने भनेको त्यही व्हाइट बोर्डको सफ्टवेयर भयो। मैले व्हाइट बोर्ड यहाँ खोलिसकेको छु। व्हाइट बोर्ड खोल्ने बित्तिकै चाहिँ तपाईले देख्न सक्नुहुन्छ यो वाला इन्टरफेस खुल्ने गर्छ। यो इन्टरफेस खुलिसकेपछि अब तपाईले यहाँनेर पनि धेरै बटनहरु देख्नुहुन्छ। अब कुन बटनले के गर्ने, कसरी काम गर्छ भनेर चाहिँ म अब त्यो पनि भनिदिन्छु हजुरहरुलाई सर। त्यसको लागि चाहिँ तपाईले जुन यो वाला ह्यान्डको अप्सन देख्नु भएको छ यो चाहिँ सिंगल पोइन्ट र मल्टी पोइन्ट भयो। तपाईले चाहिँ यहाँनेर अहिले एउटा अम्लाले लेखिरहनु भएको छ अथवा पेनले लेखिरहनु भएको छ भने अर्को कसैले छोयो भने यहाँनेर लेखिदैन, तर तपाईले ह्यान्डको अप्सनमा जानु भयो भने चाहिँ मैले यो अम्लाले लेखिरहेको छु, यतापट्टि अर्को कोहीले लेख्न पनि मिल्यो। यसरी चाहिँ तपाईले धेरै जनासम्मले लेख्न सजिलै लेख्न मिल्छ। त्यसपछि अब मेट्नको लागि भयो। मेट्नको लागि चाहिँ हामीसँग इरेजर छ। हामीले सर स्क्रिनलाई चाहिँ यसरी थिचेर वाइड सर्फेसले थिच्नुपर्छ र यसरी सर गरेपछि मेट्न सक्छौं। और अब तपाईहरुलाई हातले मेट्न अलिकति गाह्रो लाग्छ भने चाहिँ हामीसँग यहाँनेर सेलेक्ट भन्ने अप्सन छ। सेलेक्ट अप्सनले यसरी सेलेक्ट गरेर चाहिँ तपाईले यसरी डिलिट पनि गर्दिन सक्नुहुन्छ। अब तपाईलाई कुन सजिलो लाग्छ त्यो गर्दा भयो। पेनको लागि चाहिँ तपाईले यो ब्रशमा थिचिसकेपछि यहाँनेर तपाईको पेन देख्न सक्नुहुन्छ। यहाँनेर डिफ्रेन्ट कलर अप्सन छ। तपाईले जुनै कलर अप्सन चुज गर्नुहुन्छ त्यो कलर अप्सनले चाहिँ मजाले लेख्न मिल्यो। तपाईसँग यहाँनेर दुईटा पेन छ, यतापट्टि ब्लू, यसमा नि मैले ब्लू गरे भने ब्लूले लेख्यो। अब यहाँ मैले रेड गर्दै, यो भयो भने रेडले लेख्यो। अब तपाईलाई चाहिँ कहिलेकाहीँ पेनको साइजहरु बढाउनु पर्ने हुन्छ। पेनको साइज बढाउनु पर्यो भने चाहिँ यहाँबाट हामीले थिकनेसहरु बढाउने, अघि 3 थियो भने अब मैले 6 मा लेख्दाखेरि अलिकति मोटो लेख्छ, त्यो भयो। अब तपाईले धेरै पेज भरि धेरै लेख्नु भएको छ, मैले अब यसरी हातले यसरी मेट्न पनि सिकाएँ, तपाईलाई सेलेक्ट गरेर मेट्न पनि सिकाएँ हैन। अब तपाईले पेज भरि चाहिँ धेरै कुरा लेख्नु भएको छ र सबैलाई एकैचोटी डिलिट चाहिँ कसरी गर्ने भन्नुहुन्छ भने चाहिँ हामीसँग यो इरेजरको अप्सन छ। यो इरेजरलाई यसरी हामीले पुरै स्लाइड गर्दियौं भने चाहिँ मजाले स्लाइड भइसकेपछि यो स्क्रिन पुरै नै क्लियर भइहाल्छ। त्यसपछि अब अर्को भनेर चाहिँ हामी यहाँनेर गयौं भने चाहिँ तपाईको यो इमेजहरु, तपाईको डिभाइसमा कुनै इमेजहरु छ भने अथवा तपाईले पेन ड्राइभ हाल्नु भएको छ, पेन ड्राइभमा कुनै इमेजहरु छ, त्यो इमेजलाई चाहिँ तपाईले देखाएर पढाउन चाहनु भयो भने चाहिँ यो इमेजहरु मजाले देखाएर चाहिँ अब यहाँनेर देखाइसकेपछि यो इमेज तपाईको यहाँनेर ओपन हुन्छ। ओपन भइसकेपछि तपाईले त्यो इमेजलाई देखाएर पढाउन पनि मिल्यो। अर्को अप्सन छ हामीसँग यहाँनेर शेपको। यहाँनेर शेपको अप्सनले चाहिँ अब म्याथ्सहरुतिर, स्कुलहरुतिर म्याथ हुन्छ, साइन्स हुन्छ, त्यसमा डिफ्रेन्ट शेपहरु, डिफ्रेन्ट डायग्रामहरु बनाएर चाहिँ हामीले पढाउनु पर्ने हुन्छ हैन। अब त्यो डायग्रामहरु चाहिँ बनाउनको लागि अब 2D डायग्रामहरुको लागि सर्कल बनाउनु छ कि तपाईलाई यसरी चाहिँ
तपाईँले बनाउन सक्नुभयो कुन कलरले बनाउने अनि कतिको मोटो बनाउने भन्ने हुन्छ। ल मैले 5 बनाएँ, अहिले मलाई रेड कलर सेलेक्ट गर्छु। अब यो पेन्टागन बनाउनु पऱ्यो भने ट्याक्क हामीले यसरी पेन्टागन बनाउन मिल्यो। अनि यहाँ पेनमा गएर चाहिँ अब म्याथ पढाउँदै हुनुहुन्छ भने यतादेखि यतासम्म क्रिस यसरी पनि तपाईँले मजाले पढाउन सक्नुहुन्छ। यो भयो। त्यसै गरी हामीसँग अब यहाँनिर गइसकेपछि तपाईँको कम्पासहरू होइन, प्रोटेक्टरहरू, स्केलहरू सबै कुरा छ। तपाईँले चाहिँ यसरी अब स्केलहरूले नापेर चाहिँ ल यो 3 होइन 8 सेन्टिमिटर रहेछ होइन, यसरी पनि तपाईँले चाहिँ स्केलले नापेर मजाले पढाउन सक्नुहुन्छ। त्यो भयो। 3D सेपहरूको लागि यहाँनिर छ। अब हामीलाई चाहिँ ल कोन चाहियो भने मैले यसरी कोन पनि बनाउन मिल्यो। यसरी चाहिँ तपाईँले अब जुन अनुसार चाहिन्छ तपाईँलाई त्यही अनुसार डिफ्रेन्ट सेपहरू पनि लिएर पढाउन सक्नुहुन्छ। यो भयो। त्यसपछि आउँछ तपाईँको यो टुल बक्स। यो टुल बक्समा चाहिँ अब तपाईँको हामीले सर्च भन्ने अप्सनमा गइसकेपछि चाहिँ कहाँनिर पोइन्ट आउट गर्ने भन्ने, अब कुन पोइन्टलाई चाहिँ पोइन्ट आउट गर्ने भनेर चाहिँ यसले अलिकति जुन म्याग्निफायर हुन्छ नि यो म्याग्निफायरको रूपमा काम गर्छ र क्यान्सल गऱ्यो भने क्यान्सल भयो। यहाँनिर तपाईँको जुन यहाँ टेक्स्ट जेनेरेटर भन्ने छ, मैले यहाँ केही लेखेँ। अब के यसरी मैले केही लेखेँ भने यसले चाहिँ जेनेरेट गरेर एउटा स्टिकी नोटको रूपमा चाहिँ तपाईँलाई यतापट्टि ल्याएर दिन्छ। यो अब तपाईँहरूले कसरी युज गर्नुहुन्छ होइन, तपाईँहरूको इन्स्टिट्युटमा कसरी युज गर्न सकिन्छ, यसलाई चाहिँ केमा राख्दा के गर्दा चाहिँ यो राख्दाखेरि हुन्छ भनेर चाहिँ तपाईँहरूले डिसाइड गरेर त्यही अनुसार यिनीहरू पनि युज गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले केही कुरा चाहिँ अब झुकेर गर्नुभयो भने यो भने चाहिँ ब्याक बटन, अन्डु बटन भन्छौँ हामी, र यो भने चाहिँ अब केही गरी झुकेर डिलिट भएको छ भने चाहिँ त्यसलाई रिडु गर्ने अप्सन भयो। त्यसपछि यहाँनिर डिलिट छ। यो डिलिट भन्ने अप्सनमा गइसकेपछि चाहिँ हामीले पुरै नै तपाईँको पेजलाई नै डिलिट गर्न मिल्छ। जस्तै अहिले मैले अरू पेज एड गरेको छैन, त्यही भएर डिलिट गर्न मिलेन। अब यो प्लसको अप्सनमा गइसकेपछि हामीले अरू पेजहरू पनि निकाल्न मिल्यो। प्लस अब हामी अघि पेज 1 थियो भने, सरी म पेनमा गएँ, पेनमा गएपछि यसलाई चाहिँ मैले पेज नम्बर 2 अर्को पनि एड गरेँ भने पेज नम्बर 3, यसरी मैले धेरै पेजहरू जति पनि पेज चाहिँ हामीले यहाँनिर एड गर्दै जान मिल्छ। अब हामीले एड गरिसकेपछि पछि पेज हेर्नु पऱ्यो भने यहाँनिर गएर चाहिँ मजाले मैले चाहिँ यसरी अब कुन पेजमा जानु पऱ्यो, म सुरुको पेजमा जानु पऱ्यो कि दोस्रो पेजमा जानु पऱ्यो कि कुन पेजमा जानु पऱ्यो, म त्यही अनुसार त्यो पेजमा गएर विद्यार्थीहरूलाई देखाउन सक्छु। मेटिरहनु परेन। अब यो पेजलाई डिलिट गरिदिनु पऱ्यो भने चाहिँ अब चाहिँ यहाँनिर डिलिट अप्सनबाट डिलिट गरिदियो भने अब पेज 2 छैन, यहाँनिर यो पेजमा आउनु सिधै पेज नम्बर 3 मा हामी गइहाल्यौँ। त्यो भयो। त्यसपछि यता मोरमा गइसकेपछि चाहिँ तपाईँले अब यहाँनिर पनि डिफ्रेन्ट अप्सनहरू देख्न सक्नुहुन्छ होइन। जुन यो अप्सन भयो भने यो चाहिँ अब ब्याकग्राउन्ड कलरको अप्सन भयो। तपाईँलाई एउटा कलर नभइकन डिफ्रेन्ट जुनै पनि ब्याकग्राउन्ड कलर चाहिन्छ भने त्यो ब्याकग्राउन्ड कलरलाई चाहिँ तपाईँले यसरी स्विच गरेर ब्याकग्राउन्ड चेन्ज गर्न सक्नुहुन्छ। र तपाईँलाई अब यहाँनिर यो ग्रिड यो लाइन देखिरहनु भएको होला, तपाईँले यो ब्याकग्राउन्डमा यो लाइन हटाउनु पऱ्यो भने यहाँनिर ब्याकग्राउन्ड ग्रिड छ। ब्याकग्राउन्ड ग्रिडमा गएर चाहिँ यो सेलेक्ट गर्नुभयो भने यो वाला अप्सन तपाईँको ब्याकग्राउन्ड ग्रिड हट्छ, अथवा तपाईँलाई कुन खालको ब्याकग्राउन्ड ग्रिड चाहिन्छ त्यो अनुसार चाहिँ तपाईँले मजाले चुज गर्न सक्नुहुन्छ। अरू तपाईँलाई यो बाहेक डिफ्रेन्ट ग्रिडहरू चाहिन्छ अथवा कुनै फोटो इमेजलाई चाहिँ तपाईँले एज अ ब्याकग्राउन्ड देखाउन चाहनुहुन्छ भने यहाँनिर हामीसँग ब्याकग्राउन्ड इमेज भन्ने अप्सन छ। तपाईँले यहाँनिर गएर प्लसमा जानुभयो भने चाहिँ तपाईँको डिभाइसमा भएको पिक्चरहरूबाट त्यसलाई पनि एज अ ब्याकग्राउन्ड युज गर्न मिल्छ, डिभाइसमा भएको पिक्चरलाई। त्यो भयो। त्यसपछि हामी अर्को फिचरमा जाऊँ। यो भनेको चाहिँ तपाईँले फाइलहरू सेभ गर्नु भएको छ अनि त्यो सेभ गरेको फाइललाई चाहिँ ओपन गर्नु पऱ्यो भने चाहिँ यो वाला अप्सनमा तपाईँ जान सक्नुहुन्छ। यो भनेको व्हाइट बोर्ड भनेको तपाईँले व्हाइट बोर्ड फाइल टाइप व्हाइट बोर्ड फाइल टाइपमा सेभ गर्नु भएको छ भने चाहिँ व्हाइट बोर्ड फाइलमा खुल्छ, नभए तपाईँले यतापट्टि गएर पिडिएफहरू अथवा केही हुन्छ भने त्यो पिडिएफ फाइलहरू पनि यहाँनिर ओपन गर्न मिल्यो। प्लस अब यो लास्टको अप्सन देख्न सक्नुहुन्छ, यो चाहिँ स्प्लिट स्क्रिनको अप्सन भयो। यो भने चाहिँ कहिलेकाहीँ तपाईँले क्लासतिर पढाइसक्नु भयो अनि टेस्ट लिनुपर्ने हुन्छ, 2 जना विद्यार्थीलाई यहाँनिर अगाडि बोलाएर चाहिँ तपाईँलाई लेखाउन लाउनु पर्ने हुन्छ होइन। अब त्यो सबै कुरालाई चाहिँ गर्न मिल्छ एकैचोटि। अब सपोज यहाँनिर चाहिँ तपाईँले एउटा क्वेसन दिनुभयो अनि 2 जना स्टुडेन्टलाई चाहिँ अगाडि ल्याएर लेखाउनु भयो भने त्यही अनुसार अब यहाँनिर एउटाले 4 लेखिरहेको छ भने यहाँनिर एउटाले 6 एकैचोटि लेख्न मिल्यो 2 जनाले। प्लस यहाँ 2 जनाको लागि छुट्टै तपाईँको सेपरेट यहाँ पार्टिसन बन्छ, उनीहरूले आफ्नो एरियामा चाहिँ त्यसरी लेख्न सक्यो। अनि अब यसलाई सकिसकेपछि यहाँनिर बिचमा एउटा अप्सन छ, यो अप्सनलाई फुल गरिदिनु भयो भने यो पहिलाको जस्तो स्क्रिनमा आइ नै हाल्यो। त्यो भयो। अब सेभ गर्नको लागि चाहिँ यो जुन यो माथिको अप्सन तपाईँले देख्न सक्नुहुन्छ, यो माथिको अप्सनमा गएपछि तपाईँले चाहिँ यहाँनिर
सेभ एज ट्रेस, सेभ एज पिक्चर, सेभ एज PDF भनेको छ। अघि मैले जुन तपाईँलाई व्हाइट बोर्ड फाइल भने त्यो व्हाइट बोर्ड फाइल भनेको चाहिँ यो सेभ एज ट्रेस हो। यहाँनिर सेलेक्ट गरेर तपाईँले कहाँनिर सेलेक्ट गर्ने भनेर चाहिँ ब्राउज गर्न सक्नुहुन्छ होइन। इन्टरनल स्टोरेजको कुन पार्टमा लगेर चाहिँ सेभ गर्ने भनेर सेभ गर्न सक्नुहुन्छ। अनि तपाईँले पछि त्यही फाइललाई ओपन पनि गर्न सक्नुभयो। SRWBT भन्ने सफिक्स छ, यो चाहिँ व्हाइट बोर्ड फाइल टाइप भयो। लगभग व्हाइट बोर्डमा यति नै हो मैले भन्नुपर्ने कुराहरू, सायद सबै नै भने जस्तो लाग्छ। अब त्यसपछि व्हाइट बोर्ड भन्दा बाहिर के छ भनेर अब हामी हेर्न जाउँ। व्हाइट बोर्ड भन्दा बाहिर गइसकेपछि चाहिँ अब तपाईहरुलाई म यतापट्टि सुरुमा बाहिरको बटनहरुको बारेमा चाहिँ सबै कुरा भनिदिन्छु, कुन बटनले के गर्छ भन्ने। यहाँनिर जुन सफ्टवेयरको बटन भयो चाहिँ तपाईको यहाँनिर तपाईले दुवै साइडमा एरो देख्न सक्नुहुन्छ, यता पनि छ यता पनि छ। यो चाहिँ अब तपाईले जुन साइडमा पढाएर जुन साइडमा बसेर पढाउनु भएको छ, जुन साइडबाट एक्सेसिबल हुन्छ त्यो साइडबाट तपाईले जुनै साइड युज गरे पनि आउने अप्सनहरु एउटै नै हो। यहाँनिर गइसकेपछि हामीसँग यहाँ एउटा ब्याक बटन छ। अघि जुन मैले त्यो फिजिकल बटनले पनि तपाईलाई देखाइदिएको थिएँ, यो भनेको होम बटन भयो। यो सेकेन्डको जुन अप्सन छ यहाँनिर होम बटन छ। यो सेटिङ जस्तो आइकन देखिरहनु भएको होला, यो सेटिङ जस्तो आइकन देखिएको चाहिँ सेटिङकै अप्सन भयो। तपाईले त्यहाँ थिच्नु भयो नि यहाँनिर यो डिभाइसको सेटिङहरु सबै देख्न सक्नुहुन्छ। प्लस अब तपाईको यो भने चाहिँ तपाईको सोर्स भयो, कुन सोर्सबाट डाटा लिने। तपाईले OPS हरु जोड्नु भएको छ, HDMI हरु जोड्नु भएको छ अथवा सेटअप बक्स हरु जोड्नु भएको छ भने पनि तपाईले त्यो सबै कुन सोर्सबाट डाटा लिने त्यो सोर्सबाट डाटा लिएर यहाँनिर देखाउन मिल्छ। यो भनेको चाहिँ रिसेन्ट एप्लिकेसनको ट्याब भयो। यहाँ चाहिँ अब तपाईले कुन कुन एप्लिकेसनहरु युज गर्नु भएको छ त्यो चाहिँ तपाईले यहाँनिर देखेर फेरि युज गर्न मिलि नै हाल्यो। तपाईले यो तीनटा लाइन वाला आइकनमा थिच्नु भयो भने चाहिँ यहाँनिर तपाईको टुल बार खुल्छ। यहाँबाट साउन्ड, ब्राइटनेस कति बनाउने, ब्राइटनेस बढी बनाउने कि ब्राइटनेस कम बनाउने कि यसरी चाहिँ तपाईले गर्न मिल्यो। प्लस यहाँनिर तपाईको डिफ्रेन्ट अप्सनहरु छ। तपाईले चाहिँ अब आई प्रोटेक्सन मोडहरु यहीँबाट शटडाउनहरु गर्नु पर्यो भने चाहिँ तपाईले यहाँनिर यो टुल बारबाट तपाईले युज गर्न सक्नुहुन्छ। तपाईलाई कुन अप्सन चाहिन्छ त्यही अनुसारले त्यो भयो। त्यसपछि अब हामी आउँछौं, यो भनेको नि रिसेन्ट एप्लिकेसन भइ नै हाल्यो, अघि मैले भनिहालेँ तपाईहरुलाई। त्यसपछि यहाँनिर छ एनोटेसनको अप्सन। एनोटेसनको अप्सन चाहिँ कुन भन्नुहुन्छ नि म एकचोटी तपाईहरुलाई फेरि देखाइदिहाल्ने। जुन हामीसँग यो भोल्युम भन्दा माथि, साउन्ड भन्दा माथिको अप्सन छ, तपाईहरुले देख्नु भएको छैन। म अलिकति जुम गरेर देखाइन्छु तपाईहरुलाई। जुम गरेर देखाइन्छु। जुन यो भनेको चाहिँ तपाईको यो वाला अप्सन भनेको चाहिँ एनोटेसन वाला अप्सन भयो। यहाँनिर जानु भयो भने चाहिँ तपाईको यो जुनै पनि स्क्रिन चाहिँ फ्रिज हुन्छ। जुनै पनि स्क्रिन फ्रिज भइसकेपछि चाहिँ तपाईले सबै यो स्क्रिनमा चाहिँ अघि मैले यताउता सार्दाखेरि सरिरहेको थियो भने अब मैले चाहिँ यो भने फाइल म्यानेजर हो भनेर चाहिँ यसरी बुझाउन मिल्यो। मलाई ब्रशको कलरहरु चेन्ज गर्नु पर्यो भने म कुन कलरले लेख्ने यहाँनिर चाहिँ पोइन्ट आउट गरेर यही अनुसार लेख्न सक्छु। तपाईले यो चाहिँ अब तपाईले PDF हरु अथवा कुनै प्रेजेन्टेसन फाइलहरु जुनै पनि फाइल अथवा तपाईले गुगलबाट केही कुरा बुझाउँदै हुनुहुन्छ भने चाहिँ यो एनोटेसनको अप्सन युज गरेर बुझाउन सक्नुहुन्छ। अनि एनोटेसनको अप्सन युज गरिसकेपछि चाहिँ यसलाई ब्याक गर्नुभयो भने त्यसपछि अब फेरि पहिला जस्तै मैले यताउता सार्दाखेरि सर्ने भइ नै हाल्यो। त्यो भयो। त्यसपछि यो तल भने साउन्डको अप्सन भइहाल्यो, साउन्ड बढाउने घटाउने। यो भने चाहिँ अब कहिलेकाहीँ यो व्हाइट बोर्ड अलिकति हाइटमा हुन्छ, कोही कोही टिचरहरुले माथि भेट्नुहुन्न, त्यो नभेट्ने टिचरहरुको लागि चाहिँ यो बोर्डको स्क्रिन तल सार्दिएको भयो। अनि उहाँहरुले चाहिँ मजाले यसरी त्यो स्क्रिनमा चाहिँ लेख्न सक्नुहुन्छ। यो अब कुनै कुनै ठाउँमा चाहिँ टिचरहरु बोर्ड अलिकति हाइटमा हुन्छ अनि टिचरहरुले भेट्नुहुन्न, त्यो भेटेको नभेटेको केसमा चाहिँ यो फिचर एकदमै काम लाग्ने फिचर हो। त्यसपछि फेरि माथि नर्मल ठाउँमा लानु पर्यो नि, ब्याक गयो भने बोर्ड नर्मल ठाउँमा जान्छ। तपाईहरुले चाहिँ नर्मल्ली युज गर्न सक्नुभयो। त्यसपछि हामीसँग बाइटक भन्ने यो जुन म तपाईलाई मार्कै गरेर देखाउँछु। त्यसपछि जुन हामीले देखिरहेछौं यो बाइटक भन्ने यो एप्लिकेसन चाहिँ तपाईलाई खासै युज हुँदैन, यो मिटिङ गर्ने एप्लिकेसन भयो। त्यसपछि हामी अर्को जाम, यो मिररिङ एप्लिकेसन। यो चाहिँ तपाईहरुलाई युज हुन सक्छ धेरै ठाउँमा। जस्तै कि तपाईले अब कहिलेकाहीँ आफ्नो मोबाइलबाट कुनै डेटा यहाँनिर शेयर गर्नुपर्ने हुन्छ अथवा ल्यापटपबाट कुनै डेटा यहाँनिर शेयर गर्नुपर्ने हुन्छ भने चाहिँ यो मिररिङ वाला डिभाइस एकदमै युजफुल छ। म एक्चुअली ब्याक गएँ अनि यहाँनिर मिररिङमा गइसकेपछि चाहिँ तपाईले यहाँनिर देख्न सक्नुहुन्छ एउटा ट्रान्सक्रिन भन्ने एप्लिकेसन हुन्छ। त्यो ट्रान्सक्रिन भन्ने एप्लिकेसन चाहिँ तपाईले प्ले स्टोरबाट अरु गुगलबाट चाहिँ प्ले स्टोर अथवा गुगलबाट यहाँनिर देख्न सक्नुहुन्छ। यो ट्रान्सक्रिन भन्ने यो एप्लिकेसन चाहिँ तपाईले डाउनलोड गरिसकेपछि चाहिँ मोबाइलबाटै
1 क्लिकमा मोबाइलमा सपोज मेरो मोबाइलमा चाहिँ ट्रान्सक्रिप्ट भन्ने एप्लिकेसन छ, म तपाईँलाई देखाइन्छु। त्यो डाउनलोड गरिसकेपछि चाहिँ हामी सेम वाइफाईमा कनेक्ट हुनु पर्यो पहिला, अथवा यसको हटस्पटमा चाहिँ म कनेक्ट हुनु पर्यो। यसको हटस्पटमा कसरी कनेक्ट हुन्छ भन्नुहुन्छ भने यसले चाहिँ अब यो नामको हटस्पट छोडिरहेको छ र यसको पासवर्ड यो छ भनेर चाहिँ तपाईँले मोबाइलमा यसको हटस्पट कनेक्ट गर्न सक्नुहुन्छ। अनि मोबाइलमा हटस्पट कनेक्ट गरेर यो ट्रान्सक्रिप्ट भन्ने एप्लिकेसन डाउनलोड गर्नुभयो भने सिधै स्क्रिन मिररिङ भन्ने अप्सन आउँछ, त्यो गरेपछि तपाईँको मोबाइल यहाँनिर डिस्प्ले भइहाल्छ। ल्यापटपको लागि नि सेम प्रोसेस छ, सेम वाइफाई नेटवर्क अथवा यसको हटस्पटमा कनेक्ट हुनु पर्यो। अनि तपाईँले त्यो ट्रान्सक्रिप्ट भन्ने एप्लिकेसन डाउनलोड गरेर स्क्रिन कास्ट गरिदिनु भयो भने ल्यापटप पनि यहाँ देखिहाल्छ। त्यो भयो। बाँकी व्हाइट बोर्ड, मैले व्हाइट बोर्डको बारेमा अघि नै तपाईँहरूलाई सबैभन्दा युजफुल फिचर भन्न सुरुमा भनिदिनै हालेको छु। त्यसपछि हामी यतापट्टि गयौँ भने चाहिँ हामीले यहाँनिर डिफ्रेन्ट एप्लिकेसनहरू पाउन सक्छौँ। अब यहाँ चाहिँ अब तपाईँको एन्ड्रोइड मोबाइलमा चल्ने सबै एप्लिकेसनहरू चल्छ। एउटा दुईवटा एप्लिकेसन चाहिँ यसले सपोर्ट नगर्न सक्छ, किन भन्दाखेरि त्यो एप्लिकेसनहरू ट्याब्लेटको क्याटेगोरीमा आएको छ भने चाहिँ यसले सपोर्ट नगर्न सक्छ, नभए चाहिँ मजाले सबै एप्लिकेसनहरू सपोर्ट गर्छ यसले। जस्तै यहाँ प्ले स्टोर छ, प्ले स्टोरमा गएर चाहिँ हामीले साइन इन गरेर मोबाइलमा जसरी साइन इन गर्छौँ त्यो साइन इन गरेर चाहिँ सबै एप्लिकेसनहरू डाउनलोड गरेर टेस्ट गर्न सक्छौँ। त्यसपछि अब तपाईँको यो भनेको डिभाइसकै सिस्टममै आउने एप्लिकेसनहरू तपाईँको ओपेरा छ, ओपेराको ठाउँमा अब हामीले गुगल क्रोम चलाउँछौँ, गुगल क्रोमहरू पनि तपाईँले डाउनलोड गर्न सक्नुभयो। यो WPS अफिस भने चाहिँ अब तपाईँहरूले पिडिएफहरू प्रेजेन्टेसनहरू खोल्नुहुन्छ भने चाहिँ त्यसको लागि सपोर्ट गर्ने फाइल चाहियो। WPS अफिसले चाहिँ त्यो फाइलहरू सपोर्ट गरेर चाहिँ यहाँनिर देखाउँछ। क्यालकुलेटर, क्यालेन्डरहरू नर्मल भइहाल्यो। यसै गरेर चाहिँ तपाईँले सबै कुराहरू डाउनलोड गरेर प्ले स्टोरबाट डाउनलोड गरेर हेर्न सक्नुहुन्छ। अथवा अहिले ओपेरा छ, यही केही कुराहरू चाहिँ अब तपाईँलाई गुगलमा खोज्नु छ भने चाहिँ ओपेराबाट ब्राउज गरेर त्यो कुरा खोज्न पनि सक्नुहुन्छ। धन्यवाद साथीहरू। मैले चाहिँ यो स्मार्ट बोर्डको बारेमा सबै कुरा भन्दै नै हालेँ होला र तपाईँहरूले पनि सबै कुरा बुझ्नुभयो होला भन्ने म आशा गर्दछु। हस् त, धन्यवाद।